नमस्ते सबैजनालाई म डाक्टर जगत खिरनौली। आज हामी सामान्य रगतको जाँच गर्दा आउने सुगरको रिपोर्टबारे केही संक्षिप्त जानकारी लिन्छौँ। अमेरिकन डायबेटिक एसोसिएसनको अनुसार यदि खाली पेटमा जाँच गरेको सुगरको लेभल 100 भन्दा कम छ भने त्यो सामान्य हो। 126 या त्योभन्दा बढी छ भने त्यसलाई हामी सुगर भन्न सकिन्छ। खाना खाएको 2 घण्टा पछिको रगतको रिपोर्ट 140 भन्दा कम छ भने त्यो सामान्य हो। 200 या त्योभन्दा बढी छ भने हामी सुगर भन्न सकिन्छ। र्यान्डमली सुगरको जाँच गर्दा यदि तपाईको सुगरको लेभल 140 भन्दा कम छ भने त्यो सामान्य, 200 या त्योभन्दा बढी छ र तपाईलाई सुगरको लक्षणहरू पनि देखिएको छ, जस्तै धेरै तिर्खा लाग्ने, धेरै पिसाब लाग्ने, आँखाहरू पनि धमिलो देखिने, तौल घट्ने, त्यस्तो लक्षण छ भने पनि सुगर भन्न सकिन्छ। HbA1c जसले रगतमा पछिल्लो 3 महिनाको सुगरको औसत भ्यालु देखाउँछ, यदि त्यसको भ्यालु 5.7 भन्दा कम छ भने त्यो सामान्य हो। 6.5 या सोभन्दा बढी छ भने त्यसलाई हामी सुगर भन्न सकिन्छ। सुगर भयो भने हामी औषधिको साथसाथै आफ्नो जीवनयापनमा पनि केही परिवर्तन ल्याउन सक्नुपर्छ। तर बीचको अवस्था सामान्यभन्दा बढी र सुगर भइ नसकेको अवस्था जसलाई हामी सुगरको पूर्वावस्था भन्छौँ, त्यसमा हामी आफ्नो जीवनयापन बदलेर पनि सुगरको लेभल सामान्य गराउन सक्छौँ। धन्यवाद।